फेरि यो माग पुरा भएन भने चुनाव हुँदैन नि फेरि यो कुरा चाहिँ बुझ्नु नि हाम्रा माग पुरा भएनन् भने चुनाव हुँदैन चुनाव हुन्छ भने नस्वस्था हुन्छ यो प्रष्ट हुँदा हुन्छ किनभने गरिबका माग हुन् सर्वहारा वर्ग भोइ मान्छेका माग हुन् हिजो भ्रष्टाचार विरुद्ध र गरिबकै माग उठाएर मैले जग बनाएको हो जगमा अर्काले आएर घर बनाए केही समयलाई त्यो घर फ्याँकेर हाम्रै घर हामी बनाउनु पर्छ हाम्रो जगमा यो कुरा तपाईहरुले बुझ्दा हुन्छ प्रधानमन्त्रीले पनि बुझ्दा हुन्छ गृहमन्त्रीले पनि बुझ्दा हुन्छ फेरि गृहमन्त्रीले दुर्गा प्रसाद वार्तामा आयो अब पेली हान्छ भनेर चाहिँ गृहमन्त्री प्रधानमन्त्रीले त्यो कुरा त्यो सपना देख्नुहुन्छ भने फेरि सपनाको सपना हुन्छ तपाईहरुलाई भोलि अप्ठ्यारो पर्ला मैले भन्दै छु हिजो भोलि आगो लगाउनु त तपाईहरुले सिकाएको हामीले होइन हो कि हैन भन्नु न नेताका घर अब अहिले तपाई हुनुहुन्छ तपाईले माग नपुरा गरेपछि तपाईलाई गाह्रो छ तपाईको घर लोकेट गरिसकेका छन् ती सानेपामा रहेछ भन्दैको छ मैले त हाँसी अब मैले देखेँ अब सुशीला कार्कीको त घर हिजो देखाउँदै थिए जग्गा मिचेर बनायो भनेर प्रधानमन्त्रीको